नेपाल पुलिस स्कुल घोराइदाङको शैक्षिक भ्रमण 2081 चैत्र 17 गतेका दिन शिक्षक तथा कर्मचारी गरी हामी 27 जनाको सङ्ख्यामा बिहान 8 बजे विद्यालय प्राङ्गणबाट विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल अवलोकनको लागि प्रस्थान गऱ्यौँ। तनावबाट मुक्ति पाउँदा अनि साथीहरूसँग यात्रा गर्दा रमाइलो नहुने त कुरै भएन। दाङको पहाडी र हरियाली वातावरणलाई छोड्दै बाटोमा देखिने मनोरम दृश्यहरू अवलोकन गर्दै करिब 1 बजे लुम्बिनी मार्ग हुँदै बेसी सहर लमजुङ करिब साँझ 9 बजेतिर पुग्यौँ। त्यहाँ रहेको मनाङ मर्चाङदी होटलमा बासा बस्यौँ। बिहान करिब 7 बजे खाजा खाएपछि केही छिन किनमेलका लागि बजार पस्यौँ। दाङबाट आएको हाम्रो गाडी भने जिल्ला प्रहरी कार्यालय लमजुङ बेस सहरमा राख्यौँ, किनकि ठुलो गाडी जान सक्ने रहेनछ। 9 बजेतिर 5वटा बोलेरो गाडी रिजर्भ गरी हामी खाङसारको लागि हिँड्यौँ। अप्पर मर्चाङदी प्रोजेक्टद्वारा निर्मित सुरुङ मार्ग ड्याम साइड हुँदै बुङ झरना पुग्यौँ। बुङ झरनामा बुङ बुङ गरेको देख्दा मन साह्रै लोभियो। भोक पनि लागेको र यति सुन्दर दृश्य हेर्न पाउने भएको हुँदा खाना पनि त्यही होटलमा खायौँ। हाम्रो यात्रा अगाडि बढ्यो। बाटामा पर्ने अक्टोपस झरनामा ओर्लिएर फोटो खिच्यौँ। अगाडि मनाङ जिल्लाको सदरमुकाम चामे बजार रहेछ। कलकल बगेको मर्चाङदी नदी यही बजारबाट बगेको रहेछ। चामे राजमार्ग, साँगुरो बाटो, डरलाग्दो भए पनि प्रकृतिले हामीलाई आफ्नो बनाइसकेको थियो। बाटामा तिल्चे र नाचे गाउँपालिका जोड्ने अग्लो पुल पर्ने रहेछ, जुन 2 पहाडलाई जोडेको अद्भुत रहेछ। हामी अगाडि मनाङको स्याउबारीमा पुग्यौँ। केही बेर बिसायौँ, स्याउ किनेर खायौँ। आफ्नै देशको स्याउ बडो स्वादिलो रहेछ। यहाँ धेरै क्षेत्रफलमा स्याउ उत्पादन हुँदो रहेछ। बाटामा एउटै चट्टानबाट बनेको ठुलो पहाड देखियो, जसलाई स्वर्गद्वार भनिँदो रहेछ। गाडी ग्रिन लेकमा गई फोटाहरू खिच्यौँ, रमायौँ पनि। हरियो पानीको ताल। मनाङ विमानस्थल। मनाङ गाउँ हुँदै हामी उपल्लो मनाङ खाङसार पुग्यौँ, जहाँबाट हामीले पैदल मार्ग सुरु गर्नुपर्ने हुन्छ। खाङसारको होम रूफटप रेस्टुरेन्टमा बासा बस्यौँ। यहाँ हाम्रो दोस्रो दिनको यात्राको बसाइ रह्यो। बिहान 7 बजे खाना खाएर बेस क्याम्पसम्मको पैदल यात्रा तय गऱ्यौँ। हातमा लट्ठी, काँधमा झोला, किताबका पन्ना र भिडियोमा देखिएको यो दृश्य आज आफैले गर्न पाउँदा हामी हर्षित छौँ। 1 घन्टाको पैदल पछि तारेगुम्बा नजिकै पुग्यौँ। मन बुढो र पिरती पुरानो साँच्चै नहुँदो रहेछ। सिरिखर्का हुँदै हामी अगाडि बढ्यौँ। उकालो ओह्रालो साँगुरो, तर प्रकृति यति सुन्दर देखिन्छ कि थकाइ पनि कता हराउँछ कता। यहाँ हुनुहुन्छ हाम्रो विद्यालयका आदरणीय नुमलाल पाण्डे सर। तन थकित भए पनि मन चाहिँ प्रफुल्लित पार्नु भएको छ। सधैँ हँसमुखमा रहिरहने सरले हामीले हौसला प्रदान गरिरहनु भएको छ। अरू साथीहरूको मुहारमा पनि मुस्कान चाहिँ हटेको छैन। हावा पातलो, तापक्रम चिसो, तर हामी उत्साहित थियौँ। लट्ठीको सहारा, साँगुरा, डरलाग्दा बाटाहरू। यहाँ बाटामा आफै चट्टानहरू खस्दा रहेछन्। बडो होसियार भएर अगाडि बढ्नु पर्ने रहेछ।
यसरी रमाइलो गर्दै हामी अगाडि बढ्यौँ। यी बाटाहरू मनै श्रृङ्गाउने खालका छन्। यसो खुट्टा लर्कियो भने त सिधै मर्स्याङदीमा गोविन्दाय नमो नमः, तर त्यसो हुँदैन। यो प्रकृतिको मनोरम दृश्यलाई देखेर मन नरमाउने त कुरै भएन। खाङसारबाट करिब 7 घण्टाको पैदल मार्गपछि हामी तिलिचो बेस क्याम्प पुग्यौँ। थाकेको हुँदा धेरै साथीहरू खाना खाएर सुतिहाल्नुभयो। केही साथीहरू चाहिँ साँझ रमाइलो गर्नुभयो। विदेशी पर्यटकहरू पनि यो रमाइलोमा समावेश भए। बिहानै 4 बजे खाजा खाएर मोबाइलको बत्ती बाल्दै तिलिचोतर्फ लाग्यौँ। दिउँसो हावाको गति बढी हुने हुँदा तिलिचोमा धेरै बेर अडिन नसकिने भएकोले हामीलाई छिट्टै पुग्नु थियो। बाटामा 22 घुम्ती पर्दो रहेछ। 22वटा घुम्ती, ठाडो उकालो, बाटो केही गाह्रो। करिब 6 घण्टा हिँडेपछि 10 बजेतिर हामी सपनाको संसार तिलिचो तालमा पुग्यौँ। 4919 मिटर अग्लो स्थानमा रहेको यो ताल हामीलाई देखेर लजाएछ कि क्या हो, घुम्टो नै खोलेन, अर्थात् पानीको निलोपन चाहिँ देख्नै पाएनौँ। यो यात्रा केवल शारीरिक थकाइ मात्र होइन, आत्माको शुद्धिकरण पनि थियो। भगवान शिवजीले यही स्थानमा बसेर तपस्या गर्नुभएको किंवदन्ती पनि रहेछ। भोले बाबाको तपस्थली साँच्चै नै भूस्वर्ग रहेछ। तिलिचोले हामीलाई प्रकृति, जीवन र अस्तित्वको गहिरो अर्थ सिकायो। यो कीर्तिमानी ताल मात्र नभई निकै सुन्दर ताल पनि रहेछ। चिसो बतास चल्ने र अक्सिजनको मात्रा कम हुने हुँदा हामी धेरै बेर अडिन चाहिँ सकेनौँ। जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी भन्ने भाव यहाँ मानसपटलमा स्मरण गर्दै हामीहरू पुनः बेस क्याम्पमा फर्कियौँ। मनमा र फोटाहरूमा यो सुन्दरतालाई कैद गर्दै हामीहरू लाग्यौँ। बेस क्याम्पमा खाना खाएर हामी हिँडिहाल्यौँ, किनकि अझै हामी खाङसार पुग्नु थियो। करिब 14 घण्टाको हिँडाइपछि हामी खाङसार आइपुग्यौँ। त्यस दिन त्यहीँ बासा बस्यौँ। तिलिचो पुग्ने पदमार्गले साहस र धैर्यताको परीक्षा लिँदो रहेछ। हामी सफल भयौँ। अर्को दिन बिहान नेपाली सेनाद्वारा निर्माण गरिएको मार्ग हुँदै अगाडि बढ्यौँ। जुन बाटो निर्माण गर्ने क्रममा धेरै सैनिक तथा गैर सैनिकहरूले शहादत प्राप्त गरेका रहेछन्।
बेसी सहर लमजुङ हुँदै पर्यटन नगरी पोखरा बास बस्न आइपुग्यौँ। बिहानै फेवातालमा बोटिङ गरी तालबाराई मन्दिर पनि दर्शन गऱ्यौँ। भजन सुन्यौ कि नाचिहाल्ने हाम्रो केही टोली नाचिहाल्यौँ, किनकि भजन बजेको थियो। पाल्पाको बाटो हुँदै सिद्धबाबा मन्दिरको दर्शन गरी हामीहरू छैटौँ दिन अर्थात् 23 गते दाङ आइपुग्यौँ। पश्चेम श्रद्धः शतम जीवेम श्रद्धः शतम। यस्ता सुन्दर दृश्यहरू सयौँपल्ट हेर्न पाइयोस्, यस्ता दृश्यहरू हेर्दै सयौँ वर्ष पार गर्न पाइयोस्। यस्तो सुनौलो अवसर जुटाएकोमा नेपाल पुलिस स्कुल घुराई दाङलाई विशेष धन्यवाद।